नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा मैले अत्यन्तै रोचक कथा गुल बकावलीको पहिलो भाग लिएर आएको छु। आशा छ तपाईलाई यो कथा गुल बकावलीको कथा मन पर्नेछ। कथालाई अन्त्यसम्म सुनिदिनुहोला। नेपाली कथा युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने दैनिक रूपमा कथा सुन्नका लागि यस च्यानललाई सब्स्क्राइब गर्नुहोला। आजको लागि कथा गुल बकावलीको कथा भाग 1। परापूर्व कालमा यही भारतको राजधानी हस्तिनापुर वा इन्द्रप्रस्थ थियो। त्यहाँ सबै जात र समस्त धर्मका अनुयायीहरू आफ्ना काममा लागेर अनेक थरीका व्यापार गरी सुखपूर्वक निवास गर्दथे। कसैलाई पनि स्वधर्म पालनमा कुनै प्रकारको प्रतिबन्ध थिएन। सबैमा आफूभन्दा ठूलोको सम्मान गर्ने भावना थियो। त्यहाँका ठूला ठूला महल, प्रसाद, बर, बंगला, बाटो, सरोवर, मन्दिर आदिमा अपूर्व कारिगरी एवं सौन्दर्य विद्यमान थियो। प्रजामा परस्पर मेल हुनाले झगडा हुँदैन थियो। त्यस नगरको सामुन्ने इन्द्रको नन्दन वन पनि फिका झैं भान हुन्थ्यो। त्यही नगरमा प्रतापी, शूर, वीर, न्यायी, धर्मात्मा तथा प्रजा हितैषी चन्द्रसेन नामका राजा राज्य गर्दथे। ती राजाका पतिव्रता सुशीला र सुन्दरी 5 जना महारानीहरू थिए। तिनमा 4 रानीका एक सुन्दर छोराहरू जन्मेका थिए। तिनमा सबैभन्दा जेठोको नाम जयसेन, महिला भीमसेन, साइला वीरसेन र कान्छा रत्नसेन भन्ने थिए। ती 4 भाइ विद्वान र गुणी हुनका साथै राज्यको काम पनि राम्रोसित चलाइरहेका थिए। सबभन्दा कान्छी महारानी नलिनीका कुनै सन्तान थिएनन्। राजालाई त्यस कुराको पीर थियो। अनेक उपाय गर्दा पनि तिनलाई सन्तान भएन। पछि एउटा योगी आएर उनैको प्रसादले नलिनी गर्भवती भइन्। महिना पूरा भयो र समस्त राज लक्ष्यनले युक्त र कामदेव जै सुन्दर राजकुमार जन्मिए। महाराज चन्द्रसेनले प्रशस्त धन खर्च गरेर ठूलो उत्सव गरेर दरिद्रहरूलाई धन बाँडे। नाचगान भयो। मन्त्रीदेखि भारदारसम्म सबैले इनाम पाए। यसै गरी 10 दिन बितेको थाहै भएन। 11औं दिन नगरका प्रख्यात ज्योतिषी पण्डित आदि डाकिए। वेदको विधानले सारा कार्य सम्पन्न भएपछि राजकुमारको नाम मदनसेन राखियो। सबैजना बिदा हुने बखतमा राजाले सोधे, यो पुत्रको भविष्य कस्तो छ? शुभाशुभ फल बताउनुहोस्। ज्योतिषीले भने, महाराज, यी राजकुमार वंशका कीर्ति स्तम्भ हुनेछन्। यिनको भाग्यमा आयु, धन, यश, बल, पराक्रम सबै छ। देवतालाई पनि जित्ने बुद्धि भएका यी कुमारले हजुरलाई सुख सन्तोष दिनेछन्। तर यिनमा एउटा ठूलो दुर्गुण के छ भने यिनीसँग हजुरका आँखा एकैछिन पनि जुधे भने हजुरको नेत्र ज्योति समाप्त भई अन्धो तुल्याउनेछ। ज्योतिषीको कथनले महाराजको चित्त खिन्न मलिन भयो। यस्तो सन्तान हुनुभन्दा बरु नभएकै असल थियो। यति विचार गरी बुद्धिसेन मन्त्रीलाई भने, हे मन्त्री, छोरो नयनको सुख मानिन्छ, तर यसले त नयनको ज्योति नै खोज्दछ भनेपछि यहाँ राख्न भएन। त्यसै यहाँबाट थपाइदिने हो भने थरी थरीका कुरा गर्नेछन्। त्यसो हुनाले म नजाने र मैले देख्न नपर्ने स्थानमा एउटा घर बनाई बस्ने खाने नोकर चाकर सारा व्यवस्था मिलाई यी आमा छोरालाई राखिदिने इन्तजाम गर। मन्त्रीले राजा आज्ञाको पालन गरी सारा व्यवस्था मिलाएर राखिदिए। अनि राजाको मन केही शान्त भयो। महारानी नलिनीलाई पति वियोग बाहेक अन्य कुनै वस्तुको कष्ट थिएन। अब मदनसेन शुक्ल पक्षका चन्द्रमा झैं प्रतिदिन बढ्न लागे। विद्या अभ्यासको समय हुनाले अनेक इलम भाषा जान्ने विद्वान डाके। शिक्षित व्यक्तिहरूद्वारा उचित शिक्षा दिलाए। क्रमशः मदनसेन जवान हुनुका साथै समस्त विद्यामा पारङ्गत भए। एक दिन राजकुमार विजयसेनलाई शिकार खेल्न मन लाग्यो र आफ्नी मुमाको आज्ञा प्राप्त गरी प्रसन्न चित्तले घोडा चढी शिकार खेल्न जंगलमा गए। त्यहाँ अनेक जन्तुहरू मार्दा मार्दै मध्याह्न भयो र एकछिन विश्राम जलपान गरेर फेरि शिकारमा गए। संयोगले एउटा बँदेल देखियो र राजकुमारले लखेटे, तर ऊ प्राण बचाएर भाग्यो। राजकुमार पनि घोडा दौडाएर लखेट्दै गए। दैव संयोग उही बखत महाराज चन्द्रसेन पनि त्यही जंगलमा सेनासहित शिकार खेल्न आएका थिए। हुने हुनामी जो छ त्यो कसैले पनि टार्न सक्दैन। राजकुमार मदनसेनको डरले भागेको बँदेल महाराजको सामुन्ने आइपुग्यो। उनले पनि बाण चलाए, तर बँदेल त्यहाँबाट पनि छलेर
भाग्दै गयो। महाराज त्यसलाई लखेट्दै गए। राजकुमार मदन सेनले आफ्नो शिकारतिर अर्कै शिकारी दगुरेको देखेर बढ्ता बेगले घोडा बढाई अगाडि गएर बाण प्रहार गरे र बदेल ढल्यो। आफूले लखेटेको शिकारलाई कुनै अपरिचित व्यक्तिले मारेको देखेर महाराज चन्द्रसेन रिसाई राता राता आँखा पारी मदन सेनलाई भन्न लागे, त मेरै सामुन्ने मेरो शिकारलाई मार्नेको होस्। मदन सेनले पनि चर्को स्वरमा उत्तर दियो, म जोसुकै भए पनि मैले लखेट्दै ल्याएको शिकारलाई मेरो भन्ने तिमीको हौ। यसरी रिसारिस परी हेर्न साथ महाराज चन्द्रसेनका आँखाको तेज हराउँदै गयो र एकछिनमै उनी पूर्ण रूपले आँखा नदेख्ने अन्ध भए। नीतिमा यस्तो छ, सुनको मृग हुनु नै असम्भव, तैपनि राम त्यसमा लोभिए, किनकि विपत्तिको बखतमा बुद्धिमान मनुष्यको बुद्धि पनि मलिन हुन जान्छ। जस्तै पर्वत आकाशमा उडोस्, सूर्य पश्चिममा उदाउन्, आगोमा जले झैं शीतलता होस्, तर विधिको विधान फरक पर्न सक्दैन। त्यसपछि महाराज अन्धा हुन साथ सिपाहीहरूले मदन सेनलाई तिमी को हौ भनेर सोधे। मदन सेनले आफ्नो सबै हाल सत्य सत्य बताइदिए। तिनका कुरा सुनि राजा चिन्तित भए र मनमा नै भने, कस्तै यत्न गरे पनि भावीद्वारा लेखिएको कर्मरेखा मेट्न सकिने रहेनछ। त्यसमा कसैको दोष छैन, मेरै कर्मको भोग हो। हे मन्त्री, अब यी आमा छोरालाई आजै मेरो देशबाट निकालिदेऊ। यति हराई महाराज चन्द्रसेन खिन्न चित्तले महल फर्किए। महारानी नलिनी र राजकुमार मदन सेन त्यसै दिन राज्यबाट निकालिए। दुवै आमा छोरा नजिकैको अङ्गदेशमा गएर एउटा सानो झुपडी बनाई त्यहाँ दुखीका दिन काट्न लागे। राजकुमारलाई सहनशीलताको शिक्षा दिएको थियो, अत उनी धैर्य साथ आइपरेको विपत्ति खपिरहेका थिए। महारानी नलिनी भने कहिले पनि दुःख कष्ट नभोगेकी हुनाले साह्रै नै व्याकुल हुन लागिन्। सधैँ राजाकै सम्झना गरेर रोइरहन्थिन्। तिनको आनन्द र प्रसन्नता हराइसकेका थिए। शोक चिन्ताले चित्त आकुल हुन लाग्यो। विजयसेनले आमालाई अनेक तरहले सम्झाए बुझाए, तर उनको मनलाई शान्त प्राप्त हुँदैन थियो। एकान्त पर्न साथ वर्षाको झरी झैं बलित्र धारा आँसु बहाई विलाप गर्थिन्। हे गोविन्द, दयानिधे यदुपते, हे कृष्ण योगेश्वर, दासीको अपराध माफ दिनुहोस्, राखी दया ईश्वर। मैले पाप गरिन, केही कहिले जानेर यो जन्ममा होला पाप अवश्य पूर्वजुनीको भन्ने बुझी चित्तमा बारम्बार प्रणाम गर्छु पदमा, माफी दिनुहोस् हे हरि। यस्तो कष्ट खपेर बाँच्नु त बरु राम्रो छ जानु मरी। यस्तो त्यो गज द्रौपदी र कनिका, धेरै कति भक्तको रक्षा गर्नुभयो, सबै तरहले कल्याण तिनको भयो। यस्तै गरी 2-4 महिना बितेपछि केही चित्त शान्त भयो। राजपुत्र पनि एउटा सेठको नोकरीमा लागे। महारानीले भएको गहनाहरू बेची केही खेत किनिन् र राजकुमारले नोकरीमा कमाएको पैसाले घर बनाएर आमा छोरा कुनै उपायले गुजारा गरेर दुःखका दिन बिताउन लागे। यता महाराज चन्द्रसेन अनेक देश देशका जान्ने विद्वान गुणी वैद्य आदि डाकी आँखाको जाँच गराए। उनीहरूले पनि सकेसम्म उपाय गरे, तर राजाको आँखामा ज्योति ल्याउन सकेनन्। अनि उनीहरूले भने, महाराज, हामीले जाने बुझे जति सबै यत्न गरिसक्यौं, अब हाम्रो औषधिले सरकारको नयन ठिक होला भन्ने आशा पनि समाप्त भयो। यो विचित्र रोगलाई कुनै स्वर्गीय औषधिको सेवन नगराई आराम हुनु असम्भव छ। यस मर्त्य मण्डलमा हिजो आज इन्द्रको नन्दन काननबाट एक अत्यन्त सुन्दरी अप्सरा बकावली, गुल बकावली नामको फूल ल्याएर आफ्नो उद्यानमा लगाएकी छन्। त्यो गुल बकावलीको पुष्प कुनै वीर पुरुषले ल्याउन सके सरकारको नजरको ज्योति त्यो स्पर्श गराउन साथ पहिले भन्दा दोब्बर हुन्छ, यसमा शंका छैन। यस्तो ती जान्ने व्यक्तिहरूले भनेको सुनि राजाले नगरमा झ्याली पिटाए। जसले गुल बकावलीको फूल ल्याउला अथवा त्यसको समाचारसम्म देला, उसलाई ठूलो इनाम मिल्नेछ। यति सुनेर मानिसहरूले सकेसम्म प्रयत्न गरे, तर फूल ल्याउने कुरा त परै जाओस्, यस ठाउँमा पाइन्छ भन्ने पनि कुनै व्यक्ति भएन। बिस्तार बिस्तार दिन बित्न लागे, साथै राजाको आँखामा पीडा पनि बढ्दै गयो। राजा व्याकुल भएर राज्यको कार्य पनि कारिन्दाकै भरमा छाडिदिए। रानीहरू पनि मन पर्न छाडे। केवल ईश्वरको पुकारमै राजाको दिन बितिरहेका थिए। गर्नुहोस् दया राम, दया करुणावतार, आऊ छिट्टै अब प्रभु भवसिन्धु पार, आऊ स्वयं गर क्षमा, म भए अनाथ, उद्धार भक्त जनको गर विश्वनाथ। त्यसपछि 1 वर्ष बित्यो। महाराजको हालत झन बिग्रिँदै गयो। खानपान समेत त्यागी केवल मृत्युको इच्छा गर्न लागे। आफ्ना पिताको दशादेखि चारै भाइ राजकुमारले सल्लाह गरी बिन्ती गरे, बुबा, माता पिताको सेवा गर्ने नै योग्य सन्तान हुन्छ।
आज हजुरको कष्ट देखेर हामीले मौन रहनु अनुचित मात्र होइन कि अन्याय पनि हो। गुल बकावलीको फूल ल्याउन सकेसम्म सबैले कोसिस गरे। अब हजुरले बिदा बक्सिए हामी देश विदेश डुली त्यस फूलको पत्ता लगाई ल्याएर हजुरको कष्ट हटाइदिने थियौं। अनि महाराजले भने, बाबु हो, तिमीहरूले यति भन्नु नै मेरो आधा रोग निको पार्नु हो। म अन्धो भए पनि तिमीहरू 4 भाइको नेत्रका ज्योति छौ। तिमीहरू 4 भाइ मेरो नेत्रका ज्योति छौ। अब तिमीहरूलाई पनि पठाइ म के आधार मानेर जीवित रहने। तिमीहरू मेरो सामुन्ने बसिदियो भने म आफ्नो सबै रोग निको भए जस्तै अनुभव गर्नेछु। महाराजका यस्ता कुरा सुनि जेठा राजकुमारले भने, बुबा, एकपल्ट हामीलाई हजुरको यो विपत्ति टार्न कोसिस गर्ने मौका बक्सियोस्। हामी बकावलीको फूल ल्याउन अवश्य सफल हुनेछौं। राजकुमारले त्यसरी हट गरेको देखि राजाले गाह्रो मानेर बिदा दिए अनि मन्त्रीलाई डाकेर परदेशमा र यात्रामा चाहिने सारा सामान तयार गराउन लगाए। धन सम्पत्ति, हात्ती, घोडा, पैदल सेना समेत तयार भएपछि पितासित बिदा भई 4 भाइ निकै टाटबाटले घोडा चढी त्यहाँबाट प्रस्थान गरे। स्थान स्थानमा बास बस्दै अनेक आनन्द गर्दै अर्को देशको साथमा पुगे। त्यहाँको अनुपम सौन्दर्य देखेर राजकुमारहरूको मन लोभियो। त्यही असल स्थान छानेर पाल टाँगी 1-2 दिनका लागि विश्राम गर्न बसे। संयोगले राजकुमार मदन सेन पनि त्यही गाउँमा नोकरी गरेर बस्दथे। त्यसरी आएका सेना, पाल, तम्बु आदि गाडिएको देखि यिनीहरू कहाँबाट आएर कता जान हिँडेका होलान् भन्ने तर्क गरी त्यहीको एउटा सैनिकलाई सोधे, यहाँहरू कुन देशबाट के उद्देश्यले कहाँ जान लाग्नु भएको हो? त्यस सैनिकले सारा बुझाइ भन्यो, हामीहरू गुल बकावलीको खोजीमा निस्केका हौं। अब सफल हुनु नहुनु ईश्वरको इच्छा हो। सैनिकका कुरा सुनि मदन सेन आफ्ना मनमा तर्क गर्न लागे, मेरै कारण मेरा पिता अन्धा हुनुभयो। म चाहिँ कुनै उपाय नगरी चुप लागेर बसेको छु। माता भिन्नै दुखी छन्। मेरा दाजुहरू पिताको निम्ति घरद्वार त्यागी जान लागिरहेछन्। अब मैले केही नगरी मौन बस्नु धिक्कार हो। म पनि यिनीहरूकै पछि लागेर गुल बकावलीको खोजमा जान्छु। म सफल हुन सके जन्मेको सार्थक भयो, होइन भने जीवित नै मरे समान भयो। यस्तै अनेक तर्क गरी माताको सामुन्ने गएर सबै कुरा बताई भने, मुमा, मेरो भाग्यले आज पिताको सेवा गर्ने मौका पाएको छु। म अवश्य गुल बकावलीको फूल ल्याई पिताको कष्ट हटाउनेछु। अत मलाई यस काममा जान नरोक्नुहोस्। महारानी नलिनीले मनमा कष्ट भए पनि पतिको हित सोचेर भनिन्, बाबु, तिम्रो उत्साहले म प्रसन्न भए, जाऊ र पिताको कष्ट हटाउनमा सफल भएर आऊ। ईश्वरले इच्छा पूर्ण गरून्, यात्रा मंगलमय होस्। आमाको यस्ता कुरा सुनि मदन सेन प्रसन्न भए अनि आफ्नी आमासित बिदा भई केही खर्च लिएर शेठ मणिक चन्द्रलाई पनि जान्छु भनी आफ्ना दाजुको फौजमा पुगे। त्यहाँ उनलाई चिन्ने कोही पनि थिएन। अब कसको सेवा चाकरी गरेर यिनीहरूको साथै जान भनी विचार गर्दै थिए। संयोगले सेनाको कर्णेल रणबहादुर आफ्नो पालबाट निस्कियो। मदन सेनले उसलाई देख्न साथ अदाब साथ सलाम गरे। कर्णेलले राजकुमारको सौन्दर्य देखेर छक्क परि सोध्यो, तिमी को हौ? कसलाई खोजेको? के कामले यहाँ आएका? राजकुमारले उत्तर दिए, म ठकुरी छोरो हुँ। नाम जयसिंह हो। मेरो आफ्नो भन्नु दाजुभाइ, इष्टमित्र, मातापिता कोही पनि छैनन् र म अनाथ छु। कुनै आश्रय छैन। कहीँ नोकरी नै गरेर पेट पालौं भनेको पनि कहीँ पाउन सकिन। दिन रात कष्टले बितिरहेको छ। मदन सेनका यस्ता कुरा सुनि कर्णेललाई माया लाग्यो र भने, जयसिंह, अब तिमीले कतै जानु पर्दैन, मसँग बस। म छोरो झैं तिम्रो प्रतिपालन गर्नेछु। अब मदन सिंह कर्णेलकै पालमा बस्न लागे। 3-4 दिन त्यहाँ बसी राजकुमारको फौज बिकानेरको राज्यमा पुग्यो। त्यहाँ एउटा ठूलो महल बहालमा लिएका थिए। त्यसैमा सबै सेनासहित डेरा गरेर बसे। हुन त गुल बकावलीको फूल ल्याउने कुरा कसैले पनि बिर्सेका थिएनन्। 2-4 दिन यहाँ बसी हामी 4 भाइ 4 दिशातिर लागि बकावलीको फूल प्राप्त गरी फेरि यही स्थानमा भेला भएर राजधानी फर्कौंला भन्ने सल्लाह गरे। त्यहाँ पुगेको झण्डै 1 साता भइसकेको थियो। त्यो शहर देखेर राजकुमार मोहित भइरहेका थिए। दिनहु बेलुका डुल्न निस्कन्थे। एक दिन सायंकालको मनोहर समयमा 4 भाइ राजसी ढाँचाले शहर डुल्न घोडा चढेर निस्किए। यताउता हेर्दै उनीहरू मुख्य बजारमा पुगे। त्यसै पनि शहर सुन्दर, त्यसमाथि मुख्य बजार झन मोहक देखिन्थ्यो। त्यहाँ अनेक नगरका नवयौवना सुन्दरी बेस्याहरू आई आफ्ना यौवनको तरंगमा बाटो हिट्ने पथिकलाई समेत लोभ्याउँथे। सन्ध्यामा त्यहाँको सौन्दर्य नै विचित्र हुन्थ्यो। त्यहाँ पुगेर राजकुमारहरू यताउता नजर डुलाई हेर्न थाले। अगाडि हेर्दै जाँदा अद्वितीय सुन्दरी कामिनीको घर अगाडि पुगे।
उसका घरको ढाँचा देखेर आफ्नो महलको सौन्दर्य पनि उनीहरूलाई तुच्छ जस्तो लाग्यो। चारैतिर झ्याल ढोकामा मोती जडेका पर्दा हल्लिरहेका देखे। बिजुलीको उज्यालोले रात्रि पनि दिन जस्तै देखिन्थ्यो। मूल ढोकामा खुकुरी र बन्दुक भिरेका जङ्गी पालेहरू ओहोर दोहोर गर्दै थिए। दास दासीहरू पनि गहना पोसाकले सज्जित भई यताउता हिँडेका देखिन्थे। यस्तो अपूर्व धनको प्रदर्शन देखेर छक्क परेका राजकुमारहरू ठिङ्ग उभिएर मासतिर आँखा दगुराउन थाले। माथिबाट कामिनीले गाएको मधुर ध्वनि आइरहेको थियो। व्यर्थै मलाई आई के खोज्दछौ कुराले, आफै जलिरहेछु यो प्रेमको नसाले। पार्यो मलाई यस्तो त्यही प्रेमको बिछोटले, सम्झन्छु रूप मनमा ती ईशको म अहिले। गर्नन् बचाऊ आई आफ्नै बुझेर उनले, पारी मलाई खायल भागिन् तिनी अहिले। पार्यो मलाई फाँसी हेरेर हाँसी हाँसी, पारिदियो मकन जंगलको निवासी। पारिदियो मकन जंगलको निवासी, यो चित्त कामनाले चञ्चल भइरहेछ। झन चोटमाथि थप्ता रुन्छु दुखी भएर, तिम्रो बियो खप्ने शक्ति रहेन तनमा। सम्झन्छु रूप तिम्रो साह्रै दुःख मनमा। कामिनीका यस्तै गाना र भजनले लठिएर चारै भाइ विचार गर्न लागे। कुनै प्रकारले यी चन्द्रसुकीको अनुहार एकपल्ट हेर्न पाए चित्त केही शान्त हुने थियो। त्यसै बेला भित्रबाट एउटा सुन्दर युवक निस्की बाहिर जान लागेको देखि एक भाइले रोकेर सोधे, महाशय, मसँग तपाईँको परिचय त छैन, तापनि अहिले म सोध्न लाचार भएँ। जुन महलबाट बाहिर आउनु हुँदैछ त्यो कसको हो? फेरि त्यहाँ गाउने सुन्दरीको हुन् के? हामी पनि तिनको दर्शन पाउन सक्छौं? यति सुनेर ती अपरिचितले निहालेर हेरी भने, यहाँहरू यो नगरमा नयाँ आउनु भएको रहेछ। यो महल विख्यात वेश्या कामिनीको हो। हिजो आज यसको दाँजोमा पुग्ने कोही छैनन्, अहिले गाउने पनि उनै हुन्। त्यति सुनि अर्का राजकुमारले भने, आश्चर्य छ, यी कामिनीले यो असंख्य वैभव कहाँबाट र कसरी प्राप्त गरिन्? त्यसको उत्तर थियो, यो कामिनी हिजो आज त्यहाँका राजा भन्दा पनि धनी भएकी छ। यसको बराबर सम्पत्ति कसैसँग पनि छैन। रूपमा पनि स्वर्गका अप्सरालाई परै बस भन्दछे। आफ्नो मायाजालमा धेरै व्यक्तिलाई अल्झाइसके, तर आफू कसैको पनि प्रेममा अल्झिएकी छैन। अर्थात् त्यसको चोखो यौवनमा आजसम्म कसैले स्पर्श गर्न पाएको छैन। त्यसको सतीत्व रूपी अमूल्य रत्न कसैले पनि मेटेको छैन। फेरि एकछिन बसेर गाना सुनेको पनि लाखौं रुपियाँ लिन्छे। ढोकाबाट छिर्न पनि 10-20 हजार इनाम पात नबाडी पाइन्न। त्यति खर्च गर्ने हिम्मत भए मित्र गएर कामिनीको रूप सुधा पिउन सक्नुहुन्छ। ती अपरिचितको यस्ता कुरा सुनि राजपुत्रको कामिनीलाई भेट्ने इच्छा झन बलियो भएर आयो। तिनीहरूसित सम्पत्तिको अभाव थिएन, अत आपसमा सल्लाह गरी कामिनीका महलको मुख्य द्वारमा गएर उभिए। त्यहाँ बसेको अफिसरले यिनीहरूलाई कुनै धनी परदेशी रहेछन् भन्ने अनुमान गरी सलाम गरी भन्यो, हजुरहरूको सवारी भएको समाचार सुनाएर तुरन्त फर्कन्छु, एकैछिन यही आराम गर्नुहोस्। अनि एक भाइले त्यसका हातमा असर्फी राखिदिए भने, हामी कामिनीको मोक्षचन्द्र देख्न पाइन्छ कि भनेर आएका हौं, तिमी गएर तिनलाई समाचार देऊ। असर्फी पाएको अफिसर प्रसन्न भएर सलाम गरी भित्र गयो र कामिनीलाई सबै कुरा बुझाई तुरन्त फर्कियो र राजकुमारलाई भन्यो, हजुरहरूको स्वागत गर्न कामिनीलाई फुर्सतै फुर्सत छ। अब हजुरहरू भित्र गएर दर्शन दिई उनको मनोरथ पूरा गरिदिनुहोस्। त्यति सुनि त्यहाँ बसेका रक्षकलाई इनाम पात बाँड्दै चारै भाइ माथि गए। ढोकामा प्रतीक्षा गरिरहेकी कामिनीको रूप सौन्दर्य देख्न साथ तिनीहरू मोहित भए, किनकि त्यस्तै सुन्दरी आजसम्म देखेकै थिएनन्। ती चारै भाइलाई लेखेको तस्बिर जस्तै भएका देखेर मोहिनी बिस्तारै हात्ती लस्के झैं लस्कदै नजिक आई जेठा कुमारको हात समाती स्नेहपूर्वक भनी, आज बल्ल मेरो भाग्य खुलेछ र यहाँहरू जस्ता व्यक्तिको दर्शन पाएँ। यो झुप्पडीलाई पवित्र पारेर मलाई पनि कृतार्थ बनाइबक्सियोस्। अब एकछिन यही राज गरिबक्सियोस्, दोषलाई सन्तोष गरिबक्सियोस्। कामिनीको त्यस्तो सुधा झैं मिठो बानी सुनि काम बानले घायल भएका ती चारै भाइको मुखबाट एक शब्द पनि निस्केन। त्यहाँको सौन्दर्य देखेर तिनीहरू छक्क परे। मखमली बिछौनामा बसाली पानी, पान सुपारी र अत्तर ल्याई स्वागत गरी दासीहरू चमर पंखा लिएर हम्कन लागे। एकछिनपछि कामिनीले भनी, अब आज्ञा भए केही गाना सुनाउने थिए। उनीहरू त त्यही खोजिरहेका थिए। हुन्छ भनी स्वीकृति दिएपछि सबै साज, तबला, सारङ्गी, मादल, मजिरा आदि लिएर वस्तादहरू आए अनि गाना बजाना आरम्भ भयो। कामिनीले गाइन्,
कामिनीले काम भावना उमार्ने गीत गाएको सुनेर तस्बिर जस्ता भएका ती राजकुमार भित्रभित्रै छटपटिन लागे अनि कामिनीले मुसुक्क हाँसी ती मुरीहरू छन् लट्ठिएर लाख रुपियाँ इनाम दिएर भने यस्तो गाना त आजसम्म सुनेकै थिएन कामिनी। अनि कामिनीले अरू पनि एक दुई गाना सुनाइन्। त्यसपछि अब खानपान गरौँ भनी सेवकवर्गलाई आज्ञा दिएर अनेक थरीका पकवान मगाई चारै भाइलाई आफू अगाडि बसी प्रसन्न चित्तले खान दिइन् र आफूले पनि खाइन्। मिठो सुगन्ध आउने उत्तम मदिरा आयो। सबैले अघाउन्जी पिए। मुख्य कुरा ती चारै भाइ त कठपुतली जस्तै भइसकेका थिए। कामिनीले जे भने पनि स्वीकार गर्दथे। त्यसपछि अब एकछिन रस बस गरौँ भनेर आफ्नो विचित्र बत्ती र बिरालो एवं पासा पल्टाउने मुसोसहित थर्की पासा आयो र सबैजना बसेर जुवा खेल्न थाले। त्यस खेलमा कामिनीले जित्ने पासा परे केही हुँदैन थियो। विपक्षीको दाउ पर्न साथ बिरालोले किल्ला हलाइदिन्थ्यो र बत्ती अलिकति झिलमिल हुन साथ मुसो निस्केर पासा पल्टाइदिन्थ्यो। यसरी खेल्दा खेल्दै राजपुत्रहरूले आफ्नो सारा सम्पत्ति हारे अनि यिनीहरूको डेरामा अझ असंख्य सम्पत्ति छ भन्ने अनुमान लगाई कामिनीले भनी महाशय हो, आजलाई विश्राम गरौं। रात पनि निकै बितिसक्यो। भोलि फेरि सवारी होला। दासी स्वागतमा तयार रहनेछु। जान मन नभए पनि राजकुमारहरू गाह्रो मानेर त्यहाँबाट गए। तिनीहरूको शेष रात कामिनीकै सम्झनामा बित्यो। निन्द्रा लाग्न सकेन। प्रात उठेर नित्य क्रिया गरी खानपान सकेर आराम गरे। बेलुकातिर फेरि कामिनी कहाँ पुगे। फेरि स्वागत सत्कार, भोजन, मदिराको सत्कार चल्यो अनि पासा थर्की फुक्यो। खेलमा राजकुमारले आफ्नो हात्ती, घोडा, धन दौलत जे जति देशबाट आउँदा ल्याएका थिए सारा हारिसके। त्यसरी सर्वस्व गुमाई नाङ्गा भएपछि मुसुक्क हाँस्दै कामिनीले अब के थप्नुहुन्छ भन्नुहोस्। मन्दाउनीहरूले भने अब हामी चार भाइको शरीर शेष छ, त्यही थापेर खेल्छौं। तिमीले जिते हामीहरू तिम्रा दास हुनेछौं। हामीले जिते हाम्रो सबै सम्पत्ति फर्काइदिने। यति सुनेर कामिनीले स्वीकार गरी र पासा फ्याँकियो। त्यो दाउ पनि कामिनीले नै जिते अनि कामिनी चारै भाइलाई नोकरको लुगा लगाउन दिएर अरू थुनामा परेका राजकुमारहरूसँग बस्न र काम गर्न च्यालखानामा पठाइदिए। तिनको सबै सम्पत्ति आफ्नो ढुकुटीमा राखी। राजकुमारका साथमा आएका मानिसहरू कति घर फर्के, कति त्यही यताउता नोकरीमा लागे। आफ्ना दाजुहरूको समस्त दुर्गति देखि बुझिसकेका मदनसेनले सोचे अब दाजुहरूलाई कामिनी विष्याको छलबाट नफुस्काई यहाँबाट प्रस्थान कसरी गर्ने। दाजुहरू छुटे भने बकवली पुष्प ल्याउन पनि सहयोग हुनेछ र मेरो पनि केही यश बढ्नेछ इत्यादि तर्क गरी त्यही नगरको प्रसिद्ध सेठको महलका ढोकामा गएर त्यहाँ बसेका पालेसँग मित्रता गरी कुरा चलाए। म एउटा निकै दुःख पाएको बटुवा हुँ। घरका जहान पाल्ने उपाय नभएर कतै नोकरी पाइन्छ कि भनेर हिँडेको। यहाँ सेठजी उदार प्रकृतिका दयालु छन् भन्ने सुनेर नोकरी पाइन्छ कि भनेर आएको हुँ। एकपल्ट सेठजीसँग भेट गर्न पाए केही उपाय लाग्ने थियो कि फेरि यसमा यहाँको पूर्ण सहायता नभई मेरो काम बन्दैन। ठिक त्यसै बेला सेठकी एकमात्र छोरी मालतीले आफ्नो झ्यालबाट मदनसेनलाई देखिन्। पहिल्यै नजरमा मोहित भएर अनेक चेष्टा गर्न लागिन्। तिनकी आमाले छोरीको चाला र मदनसेनलाई देखि सबै कुरा सेठलाई सुनाइन् अनि सेठले पनि देखे र उनलाई पनि मन पर्यो अनि भित्र ढाकी सोधपुछ गरे र मदनसेनले आफ्नो दुःखको वर्णन गरी नोकरी गर्ने इच्छा गरेकोले सेठले आफ्ना सबै कारिन्दाको मालिक गराई आफ्नै घरमा कोठा दिएर मदनसेनलाई राखे। अब मालती बराबर मदनसेनलाई आफूतिर आकर्षित गर्ने कोसिसमा लागिन्। उता मदनसेन भने आफ्नै समस्यामा गाडिएका हुनाले मालतीको प्रेमतिर ध्यानै दिएनन्। एक दिन मदनसेन कार्यवश मालतीको कोठामा गएका थिए। मालती चाहिँ मदनसेनकै ध्यान गरिरहेकी थिइन्। अकस्मात आफ्नो प्राणधनलाई सामुन्ने आएको देखेर लाज शर्म छाडी भनिन्, हे प्राणनाथ, अब यो दासीलाई बढ्ता कष्ट नदिनुहोस्। म सहन सक्दिन। अब मेरो यो यौवनले पूर्ण शरीरको अमूल्य रस चाख्नुहोस्। म हजुरको तन मनले सेवा गर्नेछु। यौवनवती मालतीका यस्ता कुरा सुनि छक्क परेका मदनसेनले सम्झाए, मालती, मेरो मन यस बखत स्थिर छैन किनकि मेरा दाजुहरू विपत्तिमा परेका छन्। यो भन्दा पनि ठूलो मेरो अर्को काम छ। त्यस कामबाट खाली भएपछि म तिम्रो दास हुन तयार छु। बढ्ता हडबडीमा कुनै पनि काम गर्नु असल हुँदैन। धैर्य राख, ईश्वरले सबै भलो गर्नेछन्। मदनसेनका यस्ता कुराले मालितलाई केही धैर्य भयो र सन्तोष मानिन्। मदनसेन सेठ कहाँ सुखपूर्वक बसेका थिए तापनि मनमा शान्ति थिएन। दाजुहरूलाई कसरी छुटाउने र बकलीको फूल के गरेर ल्याउने यही चिन्ताले सताएको थियो। त्यसरी बस्दा बस्दै 2 महिना बित्यो। मालतीको इच्छा पूर्ण गर्ने प्रयत्न चलिरहेकै थियो तर सफलता पाएकी थिएनन्। मदनसेनले एक दिन सेठसित भने,
मेरा एकजना परिचित मित्र आएका छन्। आज्ञा भए दिउँसो एकछिन तिनलाई भेट्न जाने गर्दछु। यहाँ बस्दा बस्दा स्वास्थ्य पनि बिग्रला जस्तो भइरहेछ। सेठले हुन्छ भनेपछि मदन सेन प्रतिदिन पासा खेल्न जान्ने मानिस कहाँ त्यहाँको कल बल छल सिक्न जान लागे। 1-2 महिनामा पासाको खेलमा निपुण भए। एक दिन उनले विचार गरे, अब त्यो कामिनी कहाँ गएर आफ्नो भाग्यको परीक्षा गर्ने बेला भयो। यति बिचारी कामिनीको महल अगाडि गए र यताउता हेर्न लागे। दर्शक तथा श्रोतावृन्द, यो रहेको थियो गुल वकावलीको कथा भाग 1। भोलिको भिडियोमा भाग 2 लिएर आउनेछु। तबसम्मको लागि प्रतीक्षा गर्नुहोला भन्दै आजको कथा बसाइबाट म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।